हेलो गाइस, आज तिमीहरूलाई इभ्याकुएसन मास्टर कसरी कम्प्लिट गर्ने भनेर सिकाउँछु। इभेन्ट भएको यो रेङ्कल सेलेक्ट गरेर त्यहाँदेखि भेहिकल भएको पावर युज गर। डाइरेक्ट एस भएको देखाऊ भने चाहिँ किनकि अहिले भिडियो सर्ट एन्ड सुट बनाउनु लागि बनाएको। यसभन्दा अगाडि चाहिँ के आउँछ भने चाहिँ सिएबी आउँछ, त्यो चाहिँ हामीले कम्प्लिट गरिसकेर मात्रै एस आउँछ। अब एकछिन वेट गर्नुपर्छ अनि त्यहाँदेखि मेरो एस ओपन भयो। अब म माथि जान्छु स्पिन गर्न। स्पिन गर्दाखेरि पाउँछ भनेर चाहिँ हामीले ग्यारेन्टी दिन सक्दैन एउटा म्याचमा। अहिले मैले यहाँ ग्रिन कलर पाएँ, अब मैले पाएन हो, अन्त म अर्को जग्गामा गएँ। एउटा इभेन्टमा दुईवटा एस हुन्छ, त्यो दुईवटा चाहिँ खोल्नुपर्छ। एसमा मात्रै हुन्छ भनेर क्वेसन आइरहेको छ होला। यसमा मात्रै हुन्छ भनेर चाहिँ हुँदैन, किनकि एमा पनि हुन्छ। एमा पनि हामीले एमा सबै लुट गर्न सक्यो भने चाहिँ एमा पनि स्पिन गर्नु पाउँछ त। कोही बेला चाहिँ एमा हुँदैन, त्यस कारणले हामीले एस चाहिँ कम्पलसरी खोल्नुपर्छ। त्यसै गरेर म यहाँ एस भएको पुगेँ, त्यहाँदेखि ओपन गरेँ अनि एकछिन टाइम लाग्छ। त्यो टाइममा चाहिँ लुटसुट गरेँ, जोन पनि सानो थियो। अनि लुटसुट गरेर फेरि फर्केर भित्र पसेँ, त्यहाँदेखि भित्र गएर स्पेन गर्न थालेँ। अनि यो स्पेनमा चाहिँ मैले ठिक्कै गोल्डन पाउँछ, गोल्डन कलरको ठिक्कै रोक्छ। त्यहाँदेखि मैले भाउचर पाउँछ त्यो ड्रोनको लागि। त्यो भाउचर पाएपछि मैले डाउन ड्रोनमा आइपुगेँ, अन्त ड्रोनमा ट्रान्सपोर्ट गरेँ भाउचर। त्यहाँदेखि ट्रान्सपोर्ट गरिसकेर 2 मिनट जति रोक्नुपर्छ। यहाँ हेल्थको लागि एकछिन लुटसुट गरेँ, त्यहाँदेखि लुटसुट गरेपछि मेरो ड्रोनको टाइम सक्छ। त्यहाँदेखि ड्रोनको टाइम सकेपछि म छेउमा जान्छु। छेउमा गएपछि अन्त ड्रोन माथि उड्छ, उडेपछि अन्त माथि आकाशमै हराउँछ। ड्रोन उडाएपछि अब टप 10 मा आउनुपर्छ। टप 10 को भित्र आएपछि चाहिँ कम्प्लिट हुन्छ। म चाहिँ टप 3 मा आइपुग्छु अनि त्यहाँदेखि मेरो इभेन्ट कम्प्लिट हुन्छ।